कसरी निकाल्ने होला भनेर आफूलाई सम्हाल्न गाह्रो परिरहेको छ। मैले आज यो 24 कोटीमा देखिएर आशीर्वाद लिएर मात्रै जाउँ, कुनै सभा नगरौँ भन्ने सोचेको थिएँ, किनकि यो 24 कोटीले हाम्रो लागि इतिहास बोकेको छ। त्यो देउता बस्ने र देउता जस्ता मान्छे बस्ने चितवनले मलाई होइन यो देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले हिँड्दै भनेको। परिवर्तनको सङ्कनाद गर्नको निमित्त अन्याय पर्दा यही चोकमा उभिएर तपाईँले गराउनु भएको थियो र आज पर्यन्त अन्याय परेका विरुद्धमा अन्यायका विरुद्धमा चितवनवासी तपाईँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू अझै पनि यहीँबाट अन्यायका विरुद्ध उभिरहनु भएको छ। यो गुण तपाईँले मलाई मात्र होइन सिङ्गो देशलाई लगाउनु पर्ने छ। तपाईँले लगाउनु भएको यो गुण देशलाई ऋणबाट मुक्त गराएर देशलाई तिर्नेछु। तपाईँहरूको गुण त्यसको एउटा सम्वाहक बनेर म तिर्नेछु भन्ने विश्वास लिएर बसेको छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यतिखेर पनि ममाथि निकै तलवारहरू छन्। मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा छैन, तर तिनले मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमा ती सर्पहरूले डसेको बिख अझै पनि बाँकी छ। म यो बिख लिएर पनि लड्छु, म लड्छु, यो बिख लिएर पनि मर्दिन लड्छु, म लड्छु, यो बिख लिएर पनि लड्छु। यो शरीरमा एक कपा रगत रहन्जेलसम्म म लड्छु। म यहीँबाट बताउन चाहन्छु, जेन्जी भाइ बहिनीहरूको रगतको एउटा फोटो पनि खेर जान दिन्न, एउटा फोटो पनि खेर जान दिन्न। हामीले कोसिस गर्यौँ, चितवनले कोसिस गर्यो, आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, रगतको एक थोपो नचुवाइकन हामी ब्यालेटका माध्यमबाट मतका माध्यमबाट देशलाई ट्र्याकमा ल्याउनको निमित्त हामीले फुल बोकेर एउटा क्रान्ति सुरु गर्यौँ। चितवनले सुरु गरेको निलो क्रान्ति कसैको पनि काखरी दिएको थिएन, कसैको सिउरो पनि पुछिएको थिएन, कोही टुरा टुरी भएका थिएनन्। हामीले त्यस्तो क्रान्ति सुरु गर्यौँ यहाँबाट, तर यिनले टेरेनन् हामीलाई। हामीले गरेको शान्त विद्रोह यिनीहरूले टेरेनन्। यिनीहरू लातका भूत थिए, बापले मारेर केही छैन। रासपा आज पनि निलो क्रान्तिमा विश्वास गर्छ, रासपा आज पनि निलो क्रान्तिमा विश्वास गर्छ। र मलाई यहाँहरूलाई यति कुरा भन्दा गर्व लागेको छ कि यो यात्रालाई टुङ्गोमा पुर्याउनको निमित्त अब तपाईँ हामी एक्लो छैनौँ, सिङ्गो देश र संसारभरि भएका नेपालीहरू साथ उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। अब धेरै कुरा भन्नु त छ र धेरै कुरा भन्नु पनि छैन, किनकि म लामो समय कारागारमा बसेँ र ममाथिका मुद्दाहरू, ममाथिको अपराधको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको मुद्दा मसँग छ। अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन। मलाई मेरो व्यक्तिगत जीवनको लागि केही चाहिएको होइन। यो देशको परिवर्तनको लागि कसै न कसैले लड्नै पर्छ, हामी लड्छौँ, केही चिन्ता छैन। म आज यति मात्र भन्न चाहन्छु कि यो सरकारलाई जेनजीको मागमा र जेनजीले केका लागि बलिदानी दिएको थियो त्यसमा अडिग भएर बसोस्। सरकार हामी साथ दिन्छौँ, अडिग भएर बसोस्। सुशासनका लागि जेनजी भाइ बहिनीहरूले आफ्नो यो भूमिमा आफ्नो रगत चढाएका छन् कि आमाहरूले आफ्ना सन्तान चढाएका छन्। ख्याल गर्न पाइन्न, ख्याल गर्न पाइन्न। यहाँ रविलामी तानेको मुद्दा ठुलो कुरो होइन, देशको भविष्यको मुद्दाको ठुलो कुरा हो। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँसँगको भेटघाटलाई मैले अर्को पटकको लागि अलिकति लामो भेटघाट सोचेको थिएँ, तर आज यति ठुलो उपस्थिति भइसकेपछि मनका केही कुराहरू भन्न मन लागेर म यहाँ उपस्थित भएको छु। र म फेरि पनि भन्छु यहाँहरूलाई, एउटा मान्छेले परिवर्तन गर्न सक्छ कि सक्दैन भनेर हिजोका दिनमा पनि हामीलाई उडाइएको थियो। त्यसले जित्यो भने यसो गरौँला भनेर बाजी थाप्ने मान्छेहरू छन्। अहिले पनि यो हुँदैन रे, म अहिले आउँदै पत्रकार साथीहरूले सोध्नुभयो, यो जिते पनि के सांसद हुन पाउँदैन रे, मन्त्री हुन पाउँदैन रे। मान्छे हुन पाउँछु, म मान्छे हुन पाउँछु। तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ। मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। रविलामी खाले
हुन दिन्छ होला नि? अनागरिक बनायौ, जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्यौ? सक्छौ भने जनताको मनबाट बाहिर निकाल। तयार छ बिरामी छाने। आजको भेटमा मैले छोटो बनाउनु पर्नेछ, किनकि यो बेला संवेदनशील बेला हो, यो बेला ध्यान दिनुपर्ने बेला हो। मुलुक एउटा अत्यन्त जटिल परिस्थितिमा उभिएको छ। यो जटिल परिस्थितिमा यिनीहरूले मलाई जुन प्रतिशोध छाने नि, रुकाउनुहोस्। प्रतिशोधपूर्ण राजनीति मबाट हुने छैन, राजनीति गर्ने छैन। म लोकतन्त्रमा विश्वास गर्छु, प्रतिशोधमा विश्वास गर्दिनँ। मलाई लोकतन्त्रले थुनेको होइनन्, यी अपराधीहरू षड्यन्त्रकारीहरूले थुनेका हुन्। यिनीहरू लोकतन्त्र होइनन्। यो देशमा लोकतन्त्र जिउँदो छ, त्यसको प्रमाण, जिउँदो प्रमाण तपाईँ चितवनवासी दाजुभाइ दिदीबहिनीहरू आज उभिनु भएको छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले अत्यन्त सम्मिलित हुनुपर्नेछ। मुलुक जुन अवस्थामा आज आएको छ, यसले एउटा बाटो लिने तयारी गरेको छ। त्यस्तो अवस्थामा हामीले भोलिको बाटो तय गर्नुपर्नेछ। अत्यन्त जिम्मेवार हुनुपर्नेछ। नागरिकको माया र विश्वास पाएपछि त्यसका बलमा नागरिकलाई हेप्ने पेल्ने काम हामीबाट हुँदैन। हामी जिम्मेवार भएर काम गर्नेछौँ। त्यस देशका साना साना बालबालिकालाई यहाँ देखेको छु मैले, बाआमाहरूलाई देखेको छु। अहिले साना भएका बालबालिका मात्र होइन, अब यो देशमा अहिले नजन्मिएका र भोलि जन्मने भविष्य, तिनको भविष्यलाई पनि ध्यानमा राखेर हामीले जिम्मेवार भएर काम गर्नुपर्छ। तिनको भविष्य पनि हाम्रो हातमा छ। त्यसैले म संयमित भएर अगाडि बढ्न चाहन्छु। म आवेग र उत्तेजनामा छैन पनि, तर जुन घाउ यिनीहरूले देखेका छन्, मलाई यति लामो समय अत्याचार गर्दै उतापछि उता घुमाउँदै जुन दुःख दिएका छन्, त्यो घाउ चौराएर कहिलेकाहीँ म अलिकति चिच्याउला कराउला, तर पिर नगर्नुहोस्। म संयमित छु। हिजोको रवि लामी छाने रहेन, यो आजको रवि लामी छाने हो। किनकि देशको भूमिका लागि तयार भएको मान्छे हो म। हिजोको रवि लामी छाने अब रहेन, मलाई रहन दिएन नि यिनीहरूले। सामान्य परिवर्तन गर्न हिँडेको थिएँ। झुटा मुद्दाको चाङमाथि मलाई यिनीहरूले उभ्याए, ठिक छ। त्यही झुटा मुद्दाको चाङमाथि उभिएर व्यक्ति मात्र भएर पनि भ्रष्टाचारीको महल ढल्छ, यो कुरामा आज उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, 23 गतेको नरसंहार नआएको भए 24 गते आउने थिएन। आज 24 गतेलाई मात्र ब्लेम गर्ने, 24 गतेलाई मात्र आरोप लगाउने काम भएको छ। खबरदार, पाइँदैन। अघिल्लो दिन खलिला बालबालिकाहरूको छाती र टाउकोमा ताकी गरी नआनेको भए 24 गते देश सुरु गराउने थिएन। देश सुरु गराएको होलान् केही घुसपैठियाहरूले केही आक्रमण गरे होलान्, घुसे होलान् केही मान्छेहरू, तर देशको घरबाट 24 गते केटाकेटीलाई मार्नेका विरुद्ध मान्छे ज्वाला लिएर निस्केका हुन्। 24 गते जनआन्दोलन भएको हो। त्यसैले म सरकारलाई यहीँबाट स्पष्ट गर्न चाहन्छु, निर्वाचनको विकल्प छैन। निर्वाचनमा देश जानुपर्छ। निर्वाचन अगाडि जेनजीको रगतले र जेनजीको ढलेको शरीर सरकारसँग जेनजीको माग पूरा गर्ने हकमा र निर्वाचन सम्पन्न गर्ने हकमा सती जनताको मुद्दामा जेनजीको मागमा सुशासनलाई ध्यानमा दिएर सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट च्याउनु पर्दैन। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज म यहाँ बोलिरहेको छु। मेरो शरीरमा यिनीहरूले छरेको विषले म कतिखेर ढाल्छ मलाई थाहा छैन, तर जबसम्म सास फेरिरहन्छु नि म यस्तै रहिरहन्छु। मेरा व्यक्तिगत माग मुद्दा केही पनि छैन। तपाईँको मुद्दालाई शिरमा बोकेर हिँडेको छु अनि यही शिरमा तपाईँहरूको त्यत्रो आशीर्वाद लागेको छ। म किन निराश हुने? म यो देशको त्यो भाग्यमानी छोडौँ, म यो चितवनको त्यो भाग्यमानी छोडौँ जसका लागि देशका आमा बाबाहरूले भाकल गरेका छन्। म किन निराश हुने? मलाई कारागारमा आएका साथीहरू भन्नुहुन्छ, मलाई भेटेका साथीहरू हुनुहुन्छ, तपाईँ त जस्ता त्यस्तै हुनुहुन्छ, खोइ तपाईँको अनुहारमा उदासी पनि छैन भन्नुहुन्छ।
लाखौं आमा बाबुको शिर आशीर्वाद पाएको शिर बोकेर पनि अनुहार निनाउनु भाषाको बिरामी सानै पार्दैन। हेलिकप्टर चढेर भागेकाहरूसँग भाग्छ र बिरामी सानै सामना गर्छ। लगाऊ अरू मुद्दा लगाउँछु। मलाई केही पनि भन्नु छैन योभन्दा बढी। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, निर्वाचन आउँदैछ। निर्वाचनमा हामीले विवेक प्रयोग गर्नुपर्नेछ। मैले अघिल्लो पटकै भनेको थिएँ, यो भोट बाँडेर दिने काम तपाईँहरू नगर्नु होला। एक भोट यसलाई दिउँ, एक भोट उनलाई दिउँ भनेर नगर्नु होला। आज म यहीबाट उद्घोष गर्न चाहन्छु कि मलाई जिरो पार्नुहोस् कि यिनलाई जिरो पार्नुहोस्, कि हामीलाई जिरो बनाइदिनुहोस्। होइन भने एकपटक यिनीहरूलाई जिरो पारेर हेरौँ। यिनलाई जिरो पारेपछि बल्ल देश नेपाल हिरो हुन्छ। म बोल्न बसेपछि साथीभाइहरू अलिक पछि हाकिनुहुन्छ। यति धेरै बोल्नुहुन्छ हाम्रो सभासदलाई बोलेकै कारणले फेरि समस्या पर्छ कि भन्नुहुन्छ। म एउटा कुरा तपाईँलाई बताउँछु,